सो गुड मर्निङ गाइस। आज भने चाहिँ मौसम धेरै जाडो छ है। सो जाडो मौसमको लागि तपाईँहरूलाई जाडोको दबाई देखाउँदैछ है गाइस। ब्रेकफास्ट चाहिँ यस्तो लिनु होला है। जाडोमा चाहिँ यो सबभन्दा बेस्ट ब्रेकफास्ट हो र यसलाई चाहिँ तपाईँले कोले चिन्नुहुन्छ यो ब्रेकफास्ट। यसो हेर्नुहोस् है, यस्तो हुन्छ। यो चाहिँ मासु मङ्सा जुनै मासु हालेर बनाउँदा पनि दामी हुन्छ हो। यो चाहिँ सबभन्दा बेस्ट चाहिँ मलाई चाहिँ अब लाङ्स्या लाग्छ। तर यहाँ चाहिँ चिकन बनाएको छ, चिकन स्याटिस हुन्छ कि साथी। यस्तो चाहिँ कोलाई मनपर्छ यो चिज, कोले चिन्नुहुन्छ कमेन्ट लेख्नुहोस् ल। सक्दो कमेन्ट लेख्नुहोस्। ए यस्तो चाहिँ लोहै आज चाहिँ फेरि गरम गरम कौडी खाँदैछ है छङ्गुमा। हल्का गरम गरम कौडी अचार हो, तातो तातो कौडी ब्रेकफास्टमा हल्का। अब यो खाएर चाहिँ हल्का उगार लागिन्छ हो। यो खाएर चाहिँ हल्का उँभो लागिन्छ बाबा मन्दिरतिर। ड्याममा खाएर यहाँनिर बिचरा बिहान बिहान यस्तो दुःखले पकाइदिएछ हो दाजुहरूले। यस्तो छ है साथी हो। सो यो हेर्नुहोस् है साथी, यसरी खानुपर्छ यसलाई चाहिँ। टक्कै उगाएँ है। वाह